हामी धरान अब कहाँ जान्छ? अब यहाँ घुम्नु कता? खै अब यहाँको अलिक धेरै टाढो धेरै यहाँनिर चाहिँ लास्टमा पार्क जग्गा मौसम चाहिँ अलिकति पानी परिरहेको छ। नाइ यो क्या थियो? कहाँ छ उयो नेपालको कुन चाहिँ प्लेस? धेरै टाढो यो चाहिँ धेरै टाढो बसिरहेको छ। यहाँबाट चाहिँ हामी धेरै टाढोको पार्क छ, अन्त मन्दिर। त्यसको बादमा चाहिँ हामी ब्याक धरान जाने। धरानबाट चाहिँ हामी बुढो सुब्बा अनि चतारा जाने प्लानिङमा छ। लेट्स सी। यहाँ चाहिँ हात्तीभाडा मन्दिर छिटो बनाउँदा राईको चिन्डो पनि रहेछ है। विष पनि माग्नु पर्यो नि। यात्रा सफल रहोस् भनेर एकदम धरानको बुढो सुब्बा मन्दिर धरान स्थित तपाईको यो बुढो सुब्बा मन्दिर हो। नानी अहिले तिमी कहाँ छौ? बुढो सुब्बा मन्दिर कहाँनिर छ? कहाँनिर छ बुढो सुब्बा मन्दिर? नेपाल कहाँनिर? धरान। यहाँ चाहिँ यस्तो बनाएको रहेछ। देखाइदिइहाल तिम्रो उयो।
रुद्राक्ष है दामी रहेछ है कस्तो दामी बनाएको छ फोटो होइन यो भिडियो उयो चाहिँ निम्बु पानी हो कि पानी मात्रै हो यो आज मौसम चाहिँ अलिकति है पानीले गर्दा अलिकति बोटिङ जान चाहिँ पाएन नि त हामी Say what you wanna say to me now. I wanna wake up with you in the morning. Show me there's nothing fake to me now. I wanna wake up with you in the morning. Say what you wanna say to me now. I wanna wake up with you in the morning. Show me there's nothing fake to me now. I wanna wake up with you in the morning. Turn this room, turn it to an ocean. Let me float around. Eyes closed, like we're dreaming even when we're not. But you and me got a whole other meaning, I don't know how. You and me just know how it feels when we're falling in love. Say what you wanna say to me now. I wanna wake up with you in the morning. Show me there's nothing fake to me now. I wanna wake up with you in the morning. Say what you wanna say to me now. I wanna wake up with you in the morning. Show me there's nothing fake to me now. I wanna wake up with you in the morning. We can do nothing at all. So what? If stupid and you know there's nothing wrong. You and me got a whole other meaning, I don't know how. You and me just know how it feels when we're falling in love. Say what you wanna say to me now. I wanna wake up with you in the morning. Show me there's nothing fake to me now. I wanna wake up with you in the morning. Say what you wanna say to me now. I wanna wake up with you in the morning. सबै सु दोकानहरू यता फेरि सबै कपडाहरू अझै त्यो उयोहरू किन्दा पनि तिमीले नेपाली ट्रेडिसनल हेर्दा पनि पायो भने चाहिँ त्यो हेर्दा भयो नेपालको चिन्नु मैले अस्ति देखेको क्या अस्ति बोक्नु यो सर्टन रोड रहेछ अब यतापट्टि लाग्नु पानीपुरी खाने हो कसरी हो पानीपुरी 50 को कति र धरानमा चाहिँ कोक अस्ति पाउँदैन पहिलाको जुन चाहिँ टेस्ट थियो त्यही टेस्ट एकदम कडा खालको क्या साइज पनि ठुलो हुन्छ तिमी त त्यो सक्छ क्या हो क्यान यु फिनिस द्याट यस आई क्यान यो चाहिँ नेपालको बर्गर हाउस धरानको डिलिसियस त्यो त खाइसक्दैन होला है तिमीले खै हाम्रो फ्रेन्च फ्राइज त आएन त कहाँ घन्टाघरमा जाने तिमीहरू यो चाहिँ धरानको घन्टाघर भन्छ यसलाई है कहाँ छ वेयर आर यु कहाँ छ तिमी धरानको त्यहाँभित्र पस्ने हो तिमी दिन्छ जानु त होइन त्यो उयो होला हौ त्यहाँ देखरेख गर्ने मान्छे मात्रै होला कहाँ उयसमा जानु बजार आज चाहिँ हामी ह्याप्पी ल्यान्ड सुरुङ्गाको जाँदैछौँ
पुग्नु आँटेको छ तर बाटो चाहिँ अलिकति रफ रहेछ यो मैले फेरि अफ रोड रहेछ अलिकति ऊ पर छ है हो मैले उयो देखेँ के भन्छ फेरि आज हामी ह्याप्पी ल्यान्डमा आइपुगेका छौँ यसो नानीलाई इन्जोयमेन्ट होस् भनेर अलिकति इन्टरटेनमेन्टको लागि यो त भिडियो गर्दैछु मैले यो चाहिँ तपाईँको सुरुङ्गा नेपालको सुरुङ्गामा छ र यो काँक्री भिट्टादेखि चाहिँ तपाईँको नजिकै हो एन्ट्री तपाईँको त्यसै 69 रुपिस जस्तो पर्छ ल आज चाहिँ हामी ह्याप्पी ल्यान्डमा एन्टर गर्दैछौँ यो चाहिँ ह्याप्पी ल्यान्डको दृश्य यहाँबाट चाहिँ हामी भित्र पस्न आँटेको छ गेटमा तर आज चाहिँ अलिक फेरि पानी चाहिँ औँला जस्तो छ हावा अलिअलि चलिरहेको छ तर शीतल चाहिँ शीतल भएको छ ल यो चाहिँ मेन एन्ट्रेन्स ह्याप्पी ल्यान्डको ओ अगाडि जत्रो यहाँ उयो पनि रहेछ मजाको उयो अब हामी ह्याप्पी ल्यान्डभित्र पसिसकेका छौँ र टिकटको दाम चाहिँ तपाईँको एकजनाको एनसी 200 पर्दो रहेछ र हामी 3 जना गर्दा तपाईँको 600 रुपियाँ पर्यो यो चाहिँ ह्याप्पी ल्यान्डको दृश्यहरू तपाईँलाई देखाइरहेको छौँ नानी आर यु एन्जोइङ अलिक केयरफुल बी केयरफुल र भित्र राइडहरूको चाहिँ सबै आफ्नो आफ्नो राइडको आफ्नो आफ्नो हिसाबले तपाईँको रेट छ यहाँ रहेछ ठुलो मेरीगो राउन्ड तर अलिकति रिस्की रहेछ है बर्ड्स नेस्टमा फोटोग्राफ सेसन चल्दैछ हाम्रो नानीको डान्सिङ कटेज पनि रहेछ यहाँनिर आज चाहिँ मान्छेहरू चाहिँ त्यति साह्रो चाहिँ छैन रहेछ बिहानै आइपुगेको कारणले गर्दा पनि होला सायद उपर उयो बतकहरू पनि रहेछ यहाँ हाँसहरू पनि रहेछ बतकहरू ओ ड्रागन बाइक पनि रहेछ हेर खै ए त्यसो फोटोहरू अहिले बाटो खिच्नुपर्छ हामी सबै त्यो राइडहरू इन्जोय गरेर यहाँ त्यो बोटिङ रहेछ बोटिङ स्पट यहाँ चाहिँ हाम्रो मिनी ताजमहलभित्र इन्टर गर्ने हो ए स्विमिङ पुल पनि रहेछ यु वान्ट टु डु स्विमिङ भित्र बस्छ पानी परेको हो ओहो ताजमहलभित्र बस्छ त फोटो चाहिँ तिम्रो उसबाट खिच्छ यहाँ म भिडियो गर्दैछु यहाँ ठुलो यस्तो डोम सेप रहेछ You know just what you do to me. Play my emotions like a pair of puppets. यस्तो हैन नानी फेरि चिप्लिन्छ फेरि पानी भएर Did it ever occur to you my heart's more than a toy? 3D printing the time is Please right go easy on me, babe. Send message after message, forward my calls.
Next day you hit It's me cute, back it's just like like that. nothing happened at all. यो कुन चाहिँ फल हो What यो हेर about all the things you used to say to हम लिची भनेर लिची me? जस्तो देखेँ तर This लिची होइन ain't the रहेछ way it's supposed to be. त्यो फ्रुटै हो कि And you खाने फ्रुट हो know किवी त I होइन wouldn't do that to you. You know I wouldn't सानी treat सानी you बेच्नु that way. अनि ओ हर्स No, हर्स त्यहाँ छ I've हर्स been राइड तिमीले छ कि running, can't catch up. Oh love, what I won't do. कहाँ जाने अब स्विमिङ Oh, पुलमा you got me chasing waterfalls. Oh, you got me chasing पार्कमा हामी इन्टर गर्दैछ अब waterfalls. All of the times I've been there, times I came through. I'd meet पानी त you anywhere कम्ती कम्ती if it रहेछ नि brought यहाँ me है closer to you. तिमीहरूलाई चाहिँ ठिक्कै हुँदो रहेछ Distance is killing me, you make it so hard. Won't you let me love you, babe? Used to ए हो be optimistic. These days I just don't know. ए Picking हुन्छ things यहाँ in the अलिकति valley. रेस्ट्रिक्सन रहेछ I hope it's कति losing its 11:30 मात्रै हो hold. You know the mother girls will love you like I हजुर do. Can't ए afford हुन्छ to give up on you. And you know 11:30 मात्रै I खोल्छ अरे wouldn't do that to you. अहिले And त you 9:30 know हुन आँट्यो बिहानै आइपुग्यो नि I wouldn't treat you that way. अहिले No, किन I've been ए running, can't त्यसो भने पछि catch 11:30 up. Oh ए हुन्छ love, हस् हस् what थ्याङ्क I won't do. यू 11:30 पक्का कम्प्लिट छ यो Oh, you हस् थ्याङ्क यू got me एकछिन मेरो नाम यहाँ यहाँ chasing चाहिँ waterfalls. ताल रहेछ अलिकति Oh, you got me आमा माछा त के बेच्छ chasing waterfalls. यहाँ त बोट थियो त बोट त देखेँ नि त मैले हामी छिटो आइपुगेछौँ Oh, 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 you तर got होइन के खाजा साजा खाँदा उ गर्दा ठिकै हुन्छ हामी chasing waterfalls. त्यहाँ चढेँ माथि उसमा अहिले टाइम छ नि दिनभरि यता घुम्दा भयो नि हामी बेलुका बेलुकातिर चाहिँ अब काँक्राभित्रतिर झर्नुपर्ने हो Oh, you got me chasing waterfalls. Oh, you got me chasing waterfalls. keep flying forward. यहाँको राइडहरू चाहिँ सबै उयसमा 11 बजीतिर मात्रै खोल्ने रहेछ है ऊ पर आइफिल टावर देख्दैछ फोटो चाहिँ अहिले तिम्रोबाट खिच्दै गरेर लास्टमा मात्रै मेरोबाट खिच्छ ऊ माथिको त्यो डाँडा चाहिँ के डाँडा बनाएको सेल्फी डाँडा त्यहाँ बनाएको रहेछ बोट पनि रहेछ त अन्त बोट एउटा रहेछ बोट खेल्ने भयो है
फुल पनि हुनुपर्छ किन नानीहरूसँग चाहिँ आउँदा दामी किप्पो रहेछ यहाँ अलिकति वाटरफल्स पनि रहेछ मेरो पनि फोटो मार्दियो त ल यहाँ उभिएर चाहिँ सेल्फी खिच्दा हुने रहेछ तर अलिकति भिज्नेको चान्सेस चाहिँ पुरा मेरो वाइफले फोटो खिचिदिँदैछ लु त अलिक मजाको निकाल त ल अलिक यता साँगुरो रहेछ अलिक टाउको ठोकिने सिल्टर रहेछ अब उसमा जाउँ है माथि आइफेल टावरमा के स्लाइड खेल्ने हो ए पिङ पनि रहेछ नि भाइ पिङ खेलौँ न ऊ माथि सेल्फी डाँडामा जानुपर्छ माथिको त्यो झन्डा देख्दै गरेको चाहिँ सेल्फी डाँडा हो नबिकन खेला इट्स टु रिस्की सानसानोमा खेला यो त लिङ्गेपिङ टाइपको रहेछ नि त लिङ्गेपिङ टाइपको रहेछ नि त सानोमा खेला त्यतिकै एकछिनमा सुकिहाल्छ नि अन्त आइफिल टावरमा पनि चढ्नुपर्छ अहिले आज दिनभरिको प्रोग्राम यही हो हाम्रो यहाँ चाहिँ वाटर फाउन्टेन रहेछ अहिले चाहिँ बन्द रहेछ पानी छैन रहेछ सायद ए पानी त रहेछ कम्ती रहेछ यहाँ चाहिँ अर्ग्यानिक बास्केट रहेछ हाम्रो डोको पानी चाहिँ आउँदै जाँदै तर त्यस्तो भिज्ने खालको पानी चाहिँ आएको छैन हल्का हल्का पानी चाहिँ आउँदै जाँदै आफ्नै छोरी खेलेको जस्तै तर पानी चाहिँ आउँदैछ र पनि घुम्ने चाहिँ मजा लिनु चाहिँ छोडेको छैन तिमी खेल्दैन अन्त पिकनिक गरे पिङ म चाहिँ खेल्नु पऱ्यो एकछिन उयो ठुलोमा छ नि त लिङ्गे पिङ टाइप ल मजा आउँदैछ यिनीहरू चाहिँ फ्री हो पिङहरू चाहिँ कहाँ जाने सेल्फी डाँडा जाने ल जाउँ सेल्फी डाँडा ल नानी कम अहिले एकछिनमा खेल्नु न दिनभरि त टाइम छ अब चाहिँ हामी सेल्फी डाँडातर्फ बढिरहेको छौँ छिटो त्यहीँ खेलिबस्छ त्यसो भए तिमी उसलाई त्यही खेल्नु मन परिरहेको छ फाउन्टेन चाहिँ छैन रहेछ नि चालु नगरेको होला अहिले है के बिग्रेको हो कि यो छिटो हो है ल कतिको एनर्जी रहेछ हेर्नु त भ्यू टावर पनि रहेछ माथि
भ्यू पोइन्ट पनि रहेछ। त्यही त पानीले चाहिँ बिजोको बनायो नि त। यता पस्ने कता भयो माथि सेल्फी डाँडा? हुन्छ त्यहीँबाट होइन, पानी चाहिँ निकै जोडकै आयो अबपछि, तर शीतल चाहिँ शीतल भइरहेछ। नभए चाहिँ मधेसको घाम खपि नसक्नुहुन्थ्यो, तर पानी परेर चाहिँ शीतल भइरहेछ। पानी पनि त्यस्तो होइन, हल्का फुल्का रोकिँदै आउँदै गर्दैछ। सानो मिनी हेलिकप्टर पनि रहेछ नानीहरूको लागि। सेल्फी डाँडा, लु यहाँ चाहिँ लेखेको रहेछ ह्याप्पील्यान्ड सेल्फी डाँडा। अब सेल्फी डाँडापट्टि बढ्दैछौँ हामी। अहिले चाहिँ वाटर पार्क चाहिँ अलिकति बन्द छ, किनभने यसको टाइमिङ चाहिँ तपाईँको 11:30 दिन मात्रै रहेछ। त्यही कारण हामी वेटिङ लिस्टमै छ अहिले। यहाँ चाहिँ जिप लाइन रहेछ। भित्र रहेछ ए, यहाँ पनि भित्र रहेछ नि त है। ल अहिले चाहिँ हामी सेल्फी डाँडामा आइपुग्यो र यहाँबाट चाहिँ सबै भ्यू देख्ने रहेछ, डल्लै ह्याप्पील्यान्डको डल्लै एरिया। यो भयो तपाईँको जिप लाइन यहाँदेखि ऊ परसम्म रहेछ। यहाँदेखि चाहिँ फुल भ्यू देख्ने रहेछ तपाईँको ह्याप्पील्यान्ड। यस्तो छ ह्याप्पील्यान्ड। यो चाहिँ सेल्फी खिच्ने ठाउँ। साह्रै ठुलो पनि होइन, तर रमाइलो रहेछ। स्विमिङ पुलमा गएर कि स्विमिङै खेल्न आउँदैन तिमीलाई? खै तिमीहरू सेल्फी लिँदैन? बेम्बो केभ जस्तो रहेछ। यो चाहिँ बेम्बो पनि मजाको रहेछ नि। यो कलशको सेप देख्ने, कलशमाथि कलश ठक राखेको जस्तै एकदम दामी पो रहेछ त। नाम लेखेको के लेखि बस्नु नाम त। थुप्रो नामहरू लेखेको रहेछ। यहाँ चाहिँ नाम लेख्ने चलन रहेछ। यहाँ चाहिँ नामहरू तपाईँहरूले देख्नुहुन्छ यसरी। रानी रिसाङ एकता यसरी। गरम भने यहाँनिर आएर बस्दै हुन्छ है, घाम लागेको हुन्छ।
अब चाहिँ मान्छेहरू एक दुईजना गर्दै आउन थालेको रहेछ। ल नानी छिटो, हामी खाजा खानु आँटेको। यहाँनिर तपाईँको छतै छता रहेछ, मजाको देख्नु रहेछ है। पानी पऱ्यो भने चाहिँ अलिक भिज्छ कि, मैले भिडियो गर्दैछु। खाजा चाहिँ के पाउँछ यहाँ? यहाँ चाहिँ मिनी जू रहेछ। यसपछि तपाईँको पइन्टहरू छ, डियर छ। माथि पिकअप पनि रहेछ। अति नै सुन्दर प्रकारले बनाएको रहेछ। यहाँ माथि नमस्कार धर्म भनेर लेखिएको छ। माथि जाऊ, माथि माथि। And I keep you in my heart is where you are. I still think of you, I want you coming back. I remember when we were staring photo. Don't forget the way you look me in the eyes. And I keep you in my heart is where you are. I still think of you, I want you coming back. Call me when you want, maybe I can take it on my heart. Yeah, yeah, give me your love. Yeah, yeah. Call me when you want, maybe I can take it on my heart. Yeah, yeah, give me your love. Yeah, yeah, yeah. I remember when we were staring photo. Don't forget the way you look me in the eyes. And I keep you in my heart is where you are. I still think of you, I want you coming back. I remember when we were staring photo.
गुराँस पात हार्टेली वेलकम्स यु। गुराँस पात रहेछ है हो ठाउँको नाम चाहिँ। र यो चाहिँ हामी बसेको होटल सनराइज हाम्रै स्टुडेन्टको नन्दनी शर्मा।